एसआईपी को अनलाइन पेमेन्ट गर्नको लागि तपाईहरु सजिलसँग आफ्नो मोबाइलबाट गुगलमा जानु होला। यसमा म गुगलमा आएको छु। गुगलमा आइसकेपछि तपाईहरुले सजिलसँग यसमा तपाईहरुले कुन कम्पनीको एसआईपी गर्नुभएको छ त्यो कम्पनीको नाम लेखेर जस्ट पेमेन्ट लेख्न सक्नुहुन्छ। जस्तै यसमा मैले एनआईएमबी एसी क्यापिटल पेमेन्ट भनेर मैले यसमा राखेको छु। राख्नेबित्तिकै यसमा छ एनआईएमबी एसी क्यापिटल लिमिटेड भनेर यसमा शो गरेको छ। जस्ट सिप पेमेन्ट भनेर यसमा म्युचुअल फन्ड भनेर दिएको छ। तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ। मैले यसरी टच गरेको छु। तपाईहरु पनि सेम यही तरिका टच गर्न सक्नुहुन्छ। टच गरिसकेपछि यसमा छ 16 डिजिट बायो नम्बर भनेर देख्छ। यसमा तपाईहरुले आफ्नो डिमेटलाई राख्नुपर्ने हुन्छ। यसमा आफ्नो पुरै यसमा डिमेट आइडी राख्नु होला। जस्तै म यसमा राख्न गइरहेको छु। यसरी डिमेट राखेर जस्ट तपाईहरु सजिलसँग यसलाई कन्फर्म गर्न सक्नुहुन्छ। मैले यसमा कन्फर्म गरेको छु। कन्फर्म गर्नेबित्तिकै यसमा नाम आदि त्यसमा दिएको हुन्छ। त्यसैगरी नम्बर त्यसैगरी इमेल आइडी यसमा शो गरेको हुन्छ। अब तपाईहरु सजिलसँग यसमा तपाईहरुको कति दिनको यसमा हुन्छ तपाईहरुको ड्यू छ डे तपाईहरु सजिलसँग यसरी सारेर हेर्न सक्नुहुन्छ। जस्तै यसमा मैले दुईटाको यसरी पेमेन्ट गर्न गइरहेको छु। जस्ट मैले दुईटालाई सिलेक्ट गरेको छु। सिलेक्ट गर्नेबित्तिकै जस्ट तपाईहरु इसियाबाट पेमेन्ट गर्ने कि खल्तीबाट पेमेन्ट गर्ने कि तपाईहरु सजिलसँग एनआईएमबी को तपाईहरु मोबाइल बैंकिङबाट पेमेन्ट गर्ने सम्पूर्ण यसमा हेर्न सक्नुहुन्छ। जस्ट मैले इसियावालाई टच गरेर जस्ट प्रोसिड टु पेमेन्टमा यसरी मैले टच गरेको छु। टच गर्नेबित्तिकै तपाईहरु सजिलसँग एउटा यस्तो इन्टरफेसमा आउन सक्नुहुन्छ। जस्ट तपाईहरु यसमा आफ्नो इसिया आइडी र पासवर्ड राख्नु होला। यसमा तपाईहरुले ट्रान्ज्याक्सन पिन नम्बर राख्न सक्नुहुन्छ। जस्ट पासवर्डमा म यसमा राख्न गइरहेको छु। मैले यसमा पासवर्ड राखिसकेको छु। राखिसकेपछि जस्ट अब तपाईहरुले आफ्नो मोबाइलमा आएको टोकन नम्बर यसमा राखेर जस्ट कन्टिन्यू पेमेन्टमा टच गरेर जस्ट कन्टिन्यू पेमेन्टमा टच गरेर जस्ट यसलाई कन्फर्म गर्न सक्नुहुन्छ। जस्तै यसमा मैले यसलाई कन्फर्म गरेको छु। कन्फर्म गर्नेबित्तिकै तपाईहरुले अलिकति वेट गर्नुपर्ने हुन्छ। यसमा सिप पेमेन्ट सक्सेसफुल भनेर आएको छ। यसरी तपाईहरु सजिलसँग अनलाइन सिपको पेमेन्ट गर्न सक्नुहुन्छ।